ओके सर मलाई मेरो साथीको हिजो बिहा भएको छ कि हिजो अस्ति अन्त बिहामा बोलाइरहेको छ हो मलाई त्यो तिम्रो हरियो साडी देऊ न। कुन चाहिँ त्यो हरियो साडी? अँ छ्या म त त्यो त दिन सक्दिनँ है, अस्ति हिजो अस्ति किनेको मैले। देऊ न हौ। लान्छौ भने बरु त्यो रातो साडी लैजाऊ न। कुन चाहिँ रातो हो? त्यो रातो छ त मेरो पुरानो साडी। अँ ल त्यसो भए त्यही भए पनि देऊ न। अन्त सुन न अब साडी त भयो होइन अन्त मेरोमा त त्यो साडीमा लाउने स्यान्डल पनि छैन। त्यो स्यान्डल पनि देऊ न। हिजो अस्ति तिमीले पार्टीमा जाँदा लगाएको थियौ नि। ए त्यो त म त दिन सक्दिनँ है। त्यो त मैले हिजो हिजो दिनको लागि त हो दिइहाल न हौ। कहाँ हो त्यो हिजो अस्ति नयाँ किनेको यस्तो महँगो दाम हालेर म त दिन्दिनँ है। त्यो त लान्छौ भने त्यो फ्ल्याट छ त लैजाऊ न। अन्त त्यो फ्ल्याट चाहिँ कहाँ सुहाउँछौ साडीमा? किन सुहाउँदैन? सुहाउँछ। ल ठिकै छ त्यसो भने साडी फ्ल्याट त भयो कि सुन न साथीको बिहामा बोलाएको होइन मेरोमा त अहिले त्यस्तो पैसा पनि छैन हो अनि सरौ त हाल्नु पर्यो यसो 1000 जस्तो सापट्टि राख न म तिमीलाई फर्काइदिइहाल्छु। अरे तिमीले अस्तिको पैसा पनि फर्काएको छैनौ नि, थाहा छ होला नि। म त्यो दुईटा एकैचोटि फर्काइदिइहाल्छु नि अस्तिको बरु पैसा। नजाऊ हौ त्यहाँ साथीको बिहामा। अब कसरी नजानु अप्ठ्यारो हुँदैन क्या बोलाएको साथी भनेकिन। अन्त साडी पनि मेरै, जुत्ता पनि मेरै, अब पैसा पनि माग्छौ, बरु नजाऊ। दिइहाल न फर्काइदिइहाल्छौ 1-2 दिनको त बात हो नि उसको पैसा लगेर कहीँ बाक्लै जस्तो गरेको छ। सँगै फर्काउँछौ भने चाहिँ दिन्छु। सँगै फर्काइदिन्छु। फर्काउँछौ नि? 1 हप्तामा फर्काइदिइहाल्छु। ल त्यसो भए पर्ख दिँदैछु। ल सबै एकैचोटि ल्याइदेऊ ल। ल